लगायत हामी आइसकेको छौँ एडभान्चरमा पुरा चलिरहेछ यी दाना त नि मनोज दाइ हेलो गरौँ न हौ ले के चाहिँ भिडियो हुँदैछ यहाँ अरू अब के हुन्छ पोखरीमा यो अलिकति सुँगुरको मासु बनाउँदैछ या आज माछा चेकिङ पनि गर्नुपर्ने छ यो लोकल सोध्न आज यो हाम्रो माछा पोखरीमा यो पोखरीदेखि अर्को पोखरीमा ठुलो माछा सार्नु पर्ने छ अनि यो परपरको घाँसहरू पुरै आज अलिकति सफा गर्नुपर्छ मिलाउनु पर्ने छ त्यसै गर्दाखेरि हामी सबैजना यहाँ आएको छौँ हामी भाइहरूसँग आज यहाँ आएको छौँ उसलाई पनि दाना पनि देखाइदिउँ ल लिनु त यस्तो पोखरी हाम्रो दाइको पोखरी चकाचक छ एउटा होइन दुईवटा छ अझै एउटा यता छ अहिले रमाइलो गर्दै गरौँ होइन यता अर्को चुलो खसीको मासुको लागि यो हाम्रो तामाङ दाई यी मसला पिसिराख्नु भएको छ के भन्छौ दाइ पिसिराखेको पिसिराख्नु भएको छ यो हाम्रो कालु भाउ गर्दा कालु यस्तै गर यो केटीहरू चाहिँ के साह्रो नाटक गरेको होला खाएको भन्नु कहाँ खाएको छ प्रमाण देऊ त खाएको पिउ करायो कि खाइदेन त भेनाको मन पुछौरीको केटीहरू आइटमहरू खुकुरी रम है खुकुरी रम गाई एउटा यो पल्टा त गएर यहाँ देखाएको कन्छ यी खुकुरी रम यो चाहिँ फुल यो चाहिँ क्वार्टर के भन्छ आधा क्वार्टर मनो चाहिँ चटक्क पारामै रेडबुल यता मनाउँदा चटक्क पारामा रेडबुल ल यस्तो जाडोमा चाहिँ हामी घुड ताप्दै अनि चियाको साथमा अनि भाउजूले चिया ल्याइदिनु भाउजू त हाल्ला गरिदिनु त यी गया दाई तामाङ दाई र त पनि खैनी बोल्दै हेलो गरिदिनु के खैनी बोल्नु नि एकचोटि खैनी बोल्नु नि चिया पोकेछ नि साथी हो